हेलो 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 गुड मर्निङ दर्शन नमस्कार सेवा रोजहरूलाई सम्पूर्ण साथीहरूमा आजको मिति चाहिँ 24 मार्चको दिन युएमा चाहिँ यस्तो तरिकाले पानी आइरहेको छ कि ओहो यो चाहिँ अहिलेसम्मकै बवाल अनि भीषण भन्नुपर्छ। के भने यस्तो पानीको बावजुद पनि ड्युटी गर्नु परेको अवस्था हामी परदेशीलाई। यसरी पानी आइरहेको अवस्था छ है हजुरहरू। कतिर के छ कस्तो छ तर यो अहिलेको समय भन्नुपर्दा सबैतिर नेपालतिर नै पानी परिरहेको छ भन्ने कुरो सुनिन्छ। यता मध्यपूर्वी देशहरूमा यहाँ गल्फतिर पनि राति बम बारुद गोला मिसाइलले तर्साउने, दिउँसो भएपछि उज्यालो भएपछि यसरी पानीले तर्काउने गरिरहेको अवस्था छ। अवस्था यस्तो छ के गर्ने हजुर, गर्नै पर्ने अर्काको ठाउँ अर्काको गाउँमा। चाहिँ फाइनली रूपमा चाहिँ आफ्नो ड्युटी गर्ने ठाउँमा आइपुगेको अवस्था।